नमस्ते यति बेला आदरणीय सञ्जय दाइसँग भेट भएको छ ब्याग यस्तो गरी हेर्नु पर्यो अब हाम्रो धेरै कुरा त इटकमा भएको छ दाइ होइन यो इटकको कुरा चाहिँ कस्तो होला दाइलाई एकदम रमाइलो भएको छ राजसँग जति पनि जहिले पनि कुराहरू चाहिँ एकदम रमाइलो लाग्छ होइन राजलाई चाहिँ जर्नलिस्ट भन्दा पनि एउटा भाइको हिसाबले पिलिराख्नु मजा लाग्छ त्यो पनि अन्त त्यो राजसँग रमाइलो हुन्छ यस्तो छ भन्ने होइन आज तपाईँले मलाई 1.5 वर्षपछि भेट्नु भएको छ किन भन्नु त तपाईँ कारवाहीमा पर्नुहुन्छ 1.5 वर्षपछि हाम्रो भेट भएको छ क्या हो त किन नबोला मलाई 1.5 वर्ष मैले बोलाउँदा किन आउनु भएको भने क्या ए अस्ति एकचोटि बोलाउँदाखेरि चाहिँ म स्वीकार्नुहुन्छ अब मैले छोटो कुरा गरेको चाहिँ अब एउटा त दाइको नयाँ गीत आउँदैछ र अर्को कुरा यो शनिबार कन्सर्ट छ यति बेला मेरा दर्शकहरूलाई मेरो शुभचिन्तकहरूलाई एकदम अलिकति भन्नु नि सबभन्दा पहिला त राजलाई धन्यवाद इटकमा मलाई बोलाउनु न्युज 24को सम्पूर्ण टिमलाई म थ्याङ्क यू भन्न चाहन्छु र यो शनिबार नोभेम्बर 29मा चाहिँ हाम्रो क्रस रोड्सको अपटाउन लाउन्ज हम्सिकलमा कन्सर्ट हुँदैछ प्रोग्राम हुँदैछ एउटा गिग र त्यहाँ चाहिँ तपाईँहरू सबैजना आउनु होला भन्ने चाहिँ आशा गर्दछु र रिक्वेस्ट पनि गर्दछु त्यहाँ आउनु होला सबैजना तपाईँहरूसँग चाहिँ म पनि झुम्न पाऊँ मजाले होइन रमाइलो गर्न पाऊँ र आगामी दिनमा 18 गते मङ्सिरमा हाम्रो गीत रिलिज हुँदैछ नयाँ र अब ब्याक टु ब्याक चाहिँ हामीले 2-3 महिनामा आफ्नो नयाँ गीतहरू प्रस्तुत गर्ने चाहिँ यो चाहिँ कमिटमेन्ट होइन कमिटमेन्ट म सुरु पनि गर्नु लाग्छु त्यसलाई गर्दैछु र अब अगाडि त अब त्यही हो यदि अब 2-3 महिना गीत आएन भने स्टार्टर सञ्जय दाइ गीत खोइ ल है दाइ थ्याङ्क यू दाइ ल यहाँ थाहा पाइहाल्नुभयो सञ्जय दाइको चाहिँ कन्सर्ट छ शनिबार क्रस रोडको अवश्य पनि हेर्न जानु होला र अर्को खुसीको कुरा अब क्रस रोडको नयाँ गीत रिमेक गीत होइन आउँदैछ हेरेर सञ्जय दाइलाई र क्रस रोडलाई साथ दिनु होला है त 18 गते हेर्नु होला शनिबार चाहिँ कन्सर्ट बाई। थ्याङ्क यू